हेलो साथीहरु, वेलकम ब्याक टु माई भिडियोमा। साथीहरु, आज पनि मैले भिडियो युनिक लिएर आएको छु। सो मेरो छुट्टी पनि थियो र हिँड्दा हिँड्दै भिडियो बनाउने क्रममा भाइ पनि भेटिए र उनले मलाई पहिले नै चिनेका थिए र मैले पनि चिनेको थिएँ र मेरो सोचमा आयो अब एउटा राइड गर्नुपर्छ र भिडियोमा देखाउनु पर्छ। यहाँको धेरै दृश्यहरू सुन्दर लागेको थियो र हिँड्दा हिँड्दै नभ्याउनेको हुनाले पनि भाइको गाडी पाएर झन् खुसी नै भइसक्यो र हामी दुवैजना गफकाफ गर्दै अगाडितर्फ लाग्यौँ र अलि अगाडि आएको थियौँ र यो ब्याकग्राउन्डमा देखेको तपाईहरुलाई यो दृश्य देखिएको होला, यो हो ब्रिज। साथीहरु, एकदमै सुन्दर रहेको छ र पेन्टिङ पनि एकदमै राम्रो गरिएको रहेछ र यो हेर्दै गर्दा ठ्याक्कै मेरो नेपालको यादहरू आयो। साथीहरु, हाम्रो नेपालमा पनि यस्तै पेन्टिङहरू भएका ब्रिजहरू हुन जरुरी छ। अब त हाम्रो देशले पनि धेरै राम्रो मुखार फेरेको छ। साथीहरु, कसो यस्ता ब्रिजहरू नबन्लान्। आशा गरौँ एक दिन हाम्रो देशमा पनि यस्तै ब्रिजहरू हुन्छन् है त। र यहाँ नजिकैका मार्केटहरू पनि कति खतरनाक। साथीहरु, हेर्नुहोस् त, पब्लिकको पुरै भिड छ र हामी पनि भिडियो बनाउँदै अगाडितर्फ लागेका थियौँ। कस्तो लाग्छ भाइ यहाँ? राम्रो लाग्छ नि। र मैले पनि भाइलाई प्रश्न गरेँ, भाइ सुरत सिटी कस्तो लाग्छ? र भाइले जवाफ दिए एकदमै राम्रो लाग्छ। हो साथीहरु, यहाँ मलाई पनि एकदमै राम्रो नै लाग्छ, किनकि म पनि करिब 8 वर्षदेखि बस्दै आइरहेको छु र यो हाम्रो रहरले भन्दा पनि एउटा बाध्यता हो। साथीहरु, हाम्रो देशमा पनि पहिल्यैदेखि कारखाना हरेक चिजहरू बन्द नभएको भए सायद हामी त्यही नै हुन्थ्यौँ होला। साथीहरु, र पहिलो कुरा हामीलाई चाहिएको भनेको सुविधा हो। साथीहरु, किनकि यो देशमा छ नि धेरै राम्रो सुविधा छ र केही चिज पनि सस्तो मूल्यमा पाइन्छ। कुरा गर्दै गर्दा साथीहरु, मेरो भन्दा अगाडि एउटा बस चलिरहेको थियो। यो हो साथीहरु सुरतको सरकारी बसहरू, धेरै ठाउँहरूमा देखिन्छन् होला। यहाँ के छ भने 4 देखि 5 किलोमिटरसम्म चढ्यो भने साथीहरु कमसे कम 5-6 रुपियाँसम्म काट्ने गर्छ र हाम्रो देशमा हेर्नुहोस् त, अगर 4 देखि 5 किलोमिटर जाम भने पनि 60 देखि 70 सम्म काट्दिन्छ। अनि त्यस्तो भएछ कसरी देश बन्छ? अब चाहिँ त्यस्तो हुनु भएन है त। र यस्तै कुरा गर्दै अगाडितर्फ हिँड्यौँ हामी। साथीहरु, अगाडि आएका थियौँ र सिग्नल पनि लाग्यो साथीहरु, किनकि यो सिग्नल तोडेर गएपछि घरमै पेनल्टी आउने सिस्टम पनि राखेको छ यहाँको सरकारले। त्यसैले हाम्रो गृहमन्त्रीले भने जस्तै नियम कानुन सबैको लागि बराबर नै हुनै पर्छ। र हेर्नुहोस् त, यहाँ ट्राफिकवाला ट्राफिक पुलिसहरू पनि छैन। कति मजाको सिस्टम हो। पुरै सिसी क्यामेरा छ, आनन्दसँग सिसी क्यामेरामा कैद भइरहेको छ। र मैले ब्याक क्यामेरा बनाएर भ्लग बनाउँदै थिएँ। साथीहरु, यताउताबाट मान्छेहरूले धेरै हेरिरहेका थिए र मलाई लाज पनि लागेको थिएन। किन लाज मान्नु र हो है? यदि हजुरहरूले पनि भिडियो बनाउनुहुन्छ भने लाज मान्नुहुन्न। साथीहरु, लाज मानेर आफ्नो ट्यालेन्टलाई कमजोरी बनाउनुहुन्न है त। र हामी दुवैजना गफकाफ गर्दै धेरै टाढासम्म पुगिसकेका थियौँ। साथीहरु, आजको भिडियो कस्तो लाग्यो र यदि मन पराइदिनु भयो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। साथैमा मेरो भनाइहरू कस्तो लाग्यो, सुझाव सल्लाह प्रतिक्रियाको लागि छोटो मिठो कमेन्ट गर्नु होला र साथैमा माया गरिदिनु होला भन्दै आजको भिडियो एन्डसम्म आइसकेका छौँ। साथीहरु, अब हामी चाहिँ छुट्टी नै पर्ने हुन्छ, किनकि लामो भिडियो बनिसक्यो र सधैँ माया गर्नु होला। बाई बाई, टेक केयर।